हिजो राति म र मेरो भाइ आन्दोलनमा आउँछु भनेर मम्मीलाई भन्दाखेरि मम्मीले राति नजा बाबु केपी ओलीले जे पनि गर्न सक्छ त्यो बौलाले भन्नुभयो। तर मैले मम्मीलाई के भने भन्दाखेरि मैले नगरे कसले गर्छ, अहिले नभए कहिले जाने भनेर ठाडो शिर उचालेर आएको छु। 76 जनाको मृत्यु हुनु सामान्य कुरा छैन साथीहरु। आज बनेको सरकारले चाहिँ जेनजीहरुको माग पूरा गरेको छ कि 76 जनालाई बिर्सिसक्यो त? जेनजी आन्दोलन के कारणले भएको थियो, उनको उद्देश्य र माग के थियो, सरकारको अधिकार, सरकारलाई चेतावनी र सरकारले गर्नुपर्ने विषयमा आजको यस भिडियोमा कुराकानी गरौँ है त। आन्दोलन हुनुको कारण भ्रष्टाचार, सुशासनको अभाव, बेरोजगारी, कार्यकारी प्रधानमन्त्री र पुराना राजनीतिज्ञ विश्वास थिएन। आन्दोलन गर्नुको उद्देश्य अथवा माग चाहिँ के थियो त? त्यही थियो सुशासन, कार्यकारी प्रधानमन्त्री प्रदेशको खारेज, राज्यका नियम र कानुन पुराना भए यसलाई सच्याउनु पर्छ भनेर चाहिँ यो आन्दोलन भएको थियो। जेनजी जुन रगतको होली खेलेर जुन रगतलाई टेकेर आज पावरमा पुग्नु भएको मान्छेहरूले आज बनेको सरकारले के जेनजीहरुको माग पूरा गर्दैछ त? अवश्य पनि छैन। र यदि सरकारले बिर्सेको छ भने हामी सम्झाउन चाहन्छौं जेनजी आन्दोलनका उद्देश्यहरू र आजको यो सरकारसँग कति पावर छ र कति कुरा यो सरकारले गर्न सक्छ भन्ने विषयमा थोरै हेरौँ है त। प्रत्यक्षतर्फ 125 सिट, समानुपातिक तर्फ 75 सिट गरेर जम्मा 182 सिट आजको यो सरकारले ल्याएको छ, जुन मोर देन इनफ। यो आन्दोलनको मेन माग भनेको भ्रष्टाचारको अन्त्य थियो र यो भ्रष्टाचार सम्बन्धी कानुन बनाउनको लागि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू जुन धरातलमा टेकेर बनेको छ त्यो कुरा नबिर्सिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। तपाईहरुसँग सिट संख्या छ र यो काम जति सक्दो छिटो गर्नु हुनको लागि पनि अनुरोध गर्दछु। र देशको पुरै संरचना परिवर्तन गर्नु छ भने देशमा कार्यकारी प्रधानमन्त्री चाहिन्छ र कार्यकारी प्रधानमन्त्रीको लागि संविधान संशोधन गर्नु हुनको लागि पनि अनुरोध गर्दछु। र जुन प्रदेश खारेज जेनजीहरुको माग थियो, प्रदेश खारेज गर्नुपर्छ। राज्यको कर्मचारीहरूलाई एकरूपता हुनु पर्यो। कुनै चाहिँ तपाईको 60 वर्षसम्म एउटा कर्मचारीले आफ्नो चाहिँ जागिर गर्छ र उसले पेन्सन पाउँदैन भने त्यस्ता कुराहरू चाहिँ हटाउनु पर्यो। जेनजी आन्दोलनको अर्को मेन कारण भनेको नेपोटिजम थियो र यो नेपोटिजम हटाउनको लागि सरकारले कुनै पनि पदमा, कुनै पनि जागिरमा, कुनै पनि सरकारी पदहरूमा चाहिँ मान्छेहरू चाहिँ भर्ती मेरिटोक्रेसीको आधारमा हुनु पर्यो, नेपोटिजमको आधारमा हुनु भएन। र शिक्षालाई रोजगारमूलक बनाउनु पनि आजको आवश्यकता देखिन्छ। जुन जगमा टेकेर तपाईहरु पावरमा पुग्नु भएको छ त्यो जगको के माग थियो त्यो पनि नबिर्सिनु हुनको लागि म यहाँबाट सम्झाउन चाहन्छु।